च्यानललाई नमस्कार साथै गुड मर्निङ। आजको फेरि युट्युब च्यानलमा उपस्थित भइरहेको छु अनि साथीहरू अहिले सुरु गर्न गइरहेको छु आजको युट्युब च्यानल ब्लग बनाउनको लागि। अनि तपाईहरु के गर्दै हुनुहुन्छ, सन्चै बिसन्चै के छ, कता कतादेखि हुनुहुन्छ साथीहरू। अनि मेरो युट्युब च्यानललाई चाहिँ राम्रो नराम्रो भए पनि सबैजना हेरिदिनु होला, माया गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि बाँकी कुरा फेरि अहिले देखाउने छु। खाना खाँदै तपाईहरु के गर्दै हुनुहुन्छ। एकचोटि टिकटक बनाइयो, नाचियो, अनि फेरि भातसात पकाएर अब खाँदै हो साथीहरू। गाउँघरको यस्तो खाना अब साह्रै मिठो कहाँ भेटिन्छ साथीहरू। दाल भात खाएको यस्तै अलिक तरकारी धेरै पनि खानुपर्छ क्या। दाल अलिक बहुल बनाएर घत्रम पनि खाने। पिरो भए खर्सानी खाएको पनि खाइसकेर यता हुनुहुन्छ। हामी चाहिँ खाना खाइसकेर फेरि यता भाँडा माझ्न सुरु गर्दै हो। भाँडा माझ्न सुरु गर्दै हो। खाना खाइसकियो साथीहरू। भाँडा माझ्दै हो। भाँडा सुरु गर्दै हो तेरो साथीहरू। थाहा पाउनु भएन हो, थाहा पाउनु भयो कि भएन। लोकल कुखुरा कसले मन पराउनुहुन्छ हो, लोकल कुखुरा यता छन्। लोकल कुखुरा मन पराउने जति हाजिर हुनु होला युट्युब च्यानलको साथीहरू। भाँडा माझ्दै हो। भाँडा धुँदै हो। साबुनले चाहिँ पारे। भाँडा माझ्दै हो। भात खाइसकेर भाँडा माझ्दै हो। बाख्रा हेर्नु त्यता, कुखुरा हेर्नु। अब के गर्नु त, के गर्नु हो, के गर्नु। तिम्रो त हात काट्छु कानको पसला भन्नुपर्छ के भन्नुपर्छ। अलि गाउनुपर्छ नि हौ। गाउन त कहाँ आउँथ्यो, आउन त यसो भनी त परेको हो मेरो प्यारो साथीहरू।
अनि सबैले नराम्रो भए पनि सबैजनाले सब्सक्राइब गरिदिनु हो मेरो युट्युब च्यानलमा गएर। सबैले कपिलिङ शेयर कमेन्ट गरिदिनु होला। अरू त के भन्नु र भन्नु नै के छ र हो। तपाईँहरूको साथ सहयोगले तपाईँको सपोर्टले मेरो युट्युब च्यानललाई अगाडि बढ्न सकेको होस्। तपाईँले म हृदयदेखि नै धेरै धेरै धन्यवाद पानको पात दिनेछु हो साथीहरू। फनको पात मासु बिना म खान्न धानको भात। अब के गर्ने, आगोमा पकाइन्छ। आगोमा पकाएपछि फेरि मास्ने कति गाह्रो हुने हो हेर्नु त। त्यसरी मस्काउनुपर्छ क्या भाँडा यसरी त्यसरी मस्काइन्छ हो आगोमा पकायो भने पनि। मासु बिना म खान्न धानको भात धानको पसला। हाय मेरो त सर्दैन बसला। सपनीमै रात काट्छु दिन काट्छु मलाई छुने त्यो तिम्रो हात काट्छु धानको पसला। यहाँ बोकाले मलाई उठेछ बस्करी एकदम छुचा बोका छ क्या। छुचा छुत्रे छ छुत्रे। भात खाइयो दाल भात गाउँघरको अब त्यस्तै हो। के गर्ने, कोही बेला सिस्नु टेक्लाको भात खाइन्छ साथीहरू, कोही बेला दाल भात खाइन्छ, कोही बेला आलुको चाना। अनि के गर्ने त हो, के गर्ने हो, के गर्ने हो, के गर्ने हो, के गर्ने हो। पाठर अहिले म फुटिदिनु तेरो हिम्मत मलाई हान्ने तेरो हिम्मत छ। धानको पसला मेरो छैन दिन पसला। भाँडा माझ्यो गाइसहरू गाइस साथीहरूलाई धन्यवाद मायालाई पनको पात। उठेपछि मिसिन चलेपछि चल्नुपर्छ। अब खाना खाइयो बिहान उठियो वस्तु पालियो कुकुर पालियो सुँगुर पालियो होइन। अब फेरि भाँडासाँडा माझी भातसात खाइसिद्धाएर मेरो साथीहरू अब बाँकी कुरा फेरि अहिले देखाउने छु। सिम खाँदै खाँदैछ साथीहरू। म प्याज बोलेको आज प्याज बोलेर यत्रो यत्रो भएछ हो मेरो प्याज त यत्रो भइसक्यो। अब फेरि गाई गोरु लिएर यता बान्नु पर्यो भनेर घरको छेउमा ल्याउनु पर्यो भने हिँडेको। खाजा खाइसकेर प्याज गोरेर अब बिहान उठेपछि त मिसिन चाहिँ चल्नुपर्छ। एकछिन बस्न पाइँदैन गाउँघरमा। के गर्नु, काम गरेकै एकदम बिजी भएर बस्नुपर्छ हौ साथीहरू। के गर्नु, बस्न त मन लाग्छ नि, कामले भ्याइँदैन। के गर्नु, कामको काम के गर्ने हौ। जिन्दगी यस्तै छ। टन्न आएर बसेछन्। अब यिनीहरूलाई पनि घर लानुपर्छ। अनि वस्तु लिन जाँदैछु म बाटोतिर। मेरो पुजे अगाडि हिँड्दैछ। अनि त्यहाँ माथि चाहिँ काकाको गाई गोरु भैँसीहरू सुतेर बसिरहेको रहेछन् साथीहरू। ऐसेलु टिपेर खाँदैछु साथीहरू। ऐसेलु कसलाई मनपर्छ यो ऐसेलु। ऐसेलु खाएको हौ। अलिक अमिलो अमिलो पो रहेछ। अमिलो अमिलो पाकेर पुरै रातो निलो फर्किछ खाएको। ठ्याक्कै आइपुग्यो वस्तु लिन गएको भनेको त्यहाँ आइपुग्यो ठ्याक्कै साथीहरू। हे चिल गोरु चाहिँ अब त्यहाँ फुचेले
कहाँनिर राखेको छ। गाई गोरु सबै फुस फुकालेर लानु पर्यो भनेर आएको मेरो साथीहरू, मेरो मित्रहरू। अनि आजको मौसम चाहिँ यस्तो छ नि, फेरि एकदम सफा छ बारीतिर। अनि आजको काम यही हो, गोरु जोतेर खोइ गोरु खोइ गोरु जोते खोइ खुचेर 1-2 घन्टामा यत्रो गोरु जोतेर सित्ताइलो। अनि गोरु छु त्यहीँ छोडेर पो राखेर पो आएछ खाजा खानु त फेरि। अनि भर्खर पो आउँदैछ त्यो गोरुलाई फुकालेर माथि लगेर बान्नु पर्यो भने आएको। बिचारा कति भोकायो होला, पानी खान मन लाग्यो होला मेरो गोरुहरूलाई। त्यही जुवा बोकेर हिँड्दै हो, बस्तुहरू पछि पछि आउँदैछन्, बाख्राहरू पनि कराउँदैछन्। आउँदैछन् साथीहरू परबाट। कति ढिलो गऱ्यो आउनु पनि, 2-3 घन्टा पो लाग्यो त। म चाहिँ हिँडेकै, के गर्नु, यस्तै छ गाउँले जिन्दगी यस्तै छ मित्रहरू। के गर्नु, दुःख नगरी सुख हुँदैन। जहाँ बसे पनि है आफ्नो परिश्रम गरेको फल पाइन्छ। काम गऱ्यो भने पो खाना पाइन्छ। ल आजको काम यो मैले प्याज गरेको साथीहरू हेर्नुहोस्, मेरो प्याज, मेरो आलु मकै त्यत्रो भयो। आलु मकै त्यत्रो बनिसकेको हो मैले त। धान चामल पनि निस्किसक्यो। अब के गर्ने, यस्तै छ जिन्दगी, यस्तै छ। ल कुदेर दुःख दिएर बल्ल बानेको हो साथीहरू। हेर्नुहोस् कसलाई मनपर्छ एकदम। यता बस्तु चराइसकेर बानेर फेरि यहाँ कुखुरा चराइदिँदैछु। मेरो कुखुरा चारो खाँदैछन्। के गर्ने, त्यस्तै हो। फेरि पानी परिरहेको छ, मौसम हेर्नु, बारीतिर पानी पर्न सुरु गरिहाल्यो। के गर्ने हो, खाना पकाउन हिँड्दै हो साथीहरू। मम्मीको घरतिर फेरि यहाँ सागहरू बोकेर जाँदैछु। तपाईँहरू पनि के गर्दै हुनुहुन्छ? सबैजनाले खाजा खाइसक्नु भयो होला है साथीहरू। म सियोपा जाँदैछु, फेरि बाँकी कुरा अहिले पुगेपछि फेरि देखाउने छु। खाना खाँदै हो यता बाबा मम्मी काका साइला छोरा भात खाँदैछन् साथीहरू। र म पनि खाँदैछु। आजको भ्लग चाहिँ म यतिकैमा राख्छु। फेरि भोलि भेटौँला सबैजना। बाई बाई।